जेनजी आन्दोलनपछि प्रभावित व्यक्ति र समूहहरूका लागि सरकारको प्रतिक्रिया। कुनै पनि ठूलो आन्दोलन वा सङ्कटको समयमा नागरिकहरू प्रभावित हुनु स्वाभाविक हो। भर्खरैको जेनजी आन्दोलनका क्रममा धेरैले चोटपटक, सम्पत्तिको क्षति र कानुनी झमेला बेहोर्नु परेको छ। यस्तो अवस्थामा पीडितहरूलाई राहत र सहायता दिनु सरकारको संवैधानिक दायित्व हो। सरकारले सङ्कटको प्रकृति हेरी विभिन्न प्रकारका सहायताहरू उपलब्ध गराउँछ। आर्थिक सहायता अन्तर्गत आन्दोलनमा ज्यान गुमाउने परिवारलाई रु 15 लाखसम्म उपलब्ध गराइन्छ। घाइते भएको सन्दर्भमा विवरण प्रदान गरे पश्चात मन्त्रालयले घाइतेको इच्छा अनुसार पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट परिचय पत्र प्रदान गर्ने निर्देशन दिन्छ। घाइतेलाई यी राहत छन्: भइपरि आउने खर्च तत्काल 20,000 रुपैयाँ, यसमा थप 15,000। घाइतेलाई मासिक जीविकोपार्जन अन्तर्गत अति गम्भीर घाइतेलाई 9,000 र निजको हेरचाह गर्नेलाई 9,000 गरी 18,000, गम्भीर घाइतेलाई 9,000, मध्यम प्रकृतिका घाइतेलाई 4,000। प्रदर्शनमा घाइते भएकोमा सरकारी स्वास्थ्य संस्था मार्फत निशुल्क उपचार तथा आजीवन फलोअप। सम्पत्तिमा क्षति भएमा, घर पूर्ण रूपमा नष्ट भएमा रु 2 देखि 4 लाख र आंशिक क्षति भएमा रु 50,000 देखि 1 लाखसम्म राहत उपलब्ध गराइन्छ। सरकारले खाद्यान्न र आवासको व्यवस्था पनि गर्दछ। यदि तपाईँ आन्दोलनका कारण आफ्नै थातथलोबाट विस्थापित हुनुभएको छ भने आइडिपी अर्थात् आन्तरिक विस्थापित व्यक्तिको रूपमा दर्ता हुनु आवश्यक छ। दर्ता प्रक्रिया सरल छ। नजिकको वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय वा राहत शिविरमा गई राहत सहायता निवेदन फारम भर्नुहोस्। फारममा आफ्नो नाम, ठेगाना, परिवार सङ्ख्या र विस्थापनको कारण खुलाउनुहोस्। राहत सहायता आवेदन प्रक्रिया यस प्रकार छ: क्षतिको विवरण, फोटो वा भिडियो तयार गर्नुहोस्। सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहोस्। स्थानीय सर्वेक्षण टोलीले निरीक्षण गरेको रिपोर्टको आधारमा राहत स्वीकृत हुन्छ। आवश्यक कागजातहरूमा नागरिकता वा पहिचान पत्र, जग्गाधनी पूर्जा वा घर रजिस्ट्रेसन, क्षतिको फोटो र ब्याङ्क खाता विवरण पर्दछ। यदि आन्दोलनमा कागजात हराएका छन् भने मौखिक विवरण दिन सकिन्छ। 2 छिमेकीको साक्षी सिफारिस भए पुग्छ। वडाले पुष्टि गरेपछि जिल्ला प्रशासनले अस्थायी पहिचान पत्र जारी गर्छ र तपाईँ राहत पाउन सक्षम हुनुहुन्छ। सहायताका लागि सम्बन्धित अधिकारीहरूमा वडा कार्यालय, प्राथमिक सम्पर्क र सिफारिसका लागि, जिल्ला प्रशासन कार्यालय, सङ्कट व्यवस्थापन र राहत स्वीकृतिका लागि र गृह मन्त्रालय राष्ट्रिय समन्वय र मुद्दा फिर्ताका लागि जिम्मेवार छन्।